हाम्रो बुढो तपाईहरुले यो टोरेल काजल पाइन्छ मैले बात गरे What's up guys? मस्त जबरदस्त हुनुहुन्छ एकछिन पूजा गर्न आयौँ शिवरात्रिको दिनमा धूपबत्ती बाल्दिन पर्यो भगवानलाई ढोक्दिन पर्यो र परिवारको लागि कामना गर्दिन पर्यो हैन आज ठन्डै छ त्यसपछि चाहिँ हामी उता दाउरा साउरा काट्न जानेछौँ उता ठाडे खोलातिर हाम्रो जिके गाईजहरुसँग यता बाटो छेक्दै टोल ट्याक्स बाई बाई उता देऊ दिदीहरुलाई देऊ दिदीहरुलाई देऊ ल टोल ट्याक्स उता जिप पनि रोकेर उता साइकल लिएर अहिले चाहिँ हामी पोखरा हेभन रिसोर्टमा है मस्त आज ल यताबाट नि हेर्नु यो नयाँ बिल्डिङ बन्ने होला पछि यस्तो बस्ने ठाउँ छ एकदम चर्चित त्यो सिसावाला ठाउँ चाहिँ त्यही हो मान्छेहरूले टिकटक बनाउने पहिला त एकदम भाइरल थियो के रे आजकल अलि सुनसान के छ खबर र यताबाट चाहिँ यता बस्ने ठाउँ पनि छ अरे दाइले देखाउनु भएको छ अब आयो है नास्ता यो चाहिँ स्यान्डविच हो चिकन स्यान्डविच यता हजुर यता चाहिँ दाइको होइन यो चाहिँ हाम्रो कान्दाहरूको गाउँ ठुल्छहरा यहाँ हेभन रिसोर्टबाट देखिन्छ अन्त खेतै खेत मस्त खालको डिजाइनको छ है खेतीपातीको लागि यहाँ भित्रबाट चाहिँ यस्तो छ है पिसफुल अन्त यहाँ टिभीमा चाहिँ उस चलिरहेछ भिडियो भित्रबाट चाहिँ यसरी सिन हेर्न मिल्यो है गार्डनहरू हेर्नु त कति राम्रो बनाएको छ वाह है यता सुतिरहेछ दोस्तहरू गुड पोखरा हेभनबाट निस्क्यो है ल ढिलो भइयो गाइजहरूले पुरै काटकुट गरेर रेडी बनाएर राखिसक्यो रहेछ अब ट्र्याक्टरको इन्तजारमा रहेछ होइन ल गाइज हाम्रो ड्युटी होइन अघि कोले अलि ढिलो आएको थियो उहाँहरूको चाहिँ 2-3टा मुढा रहेछ उठाउनलाई यहाँनिर यो धकाल्न पऱ्यो ल गएर बाटो त फेरि यस्तो स्ट्रगल छ नि त फेरि झारीबाट यसरी भयो रहेछ होइन मुढा यो धकालेर तल झिक्नु पर्छ ल उमेश यता फाल्दिनु पर्ने रहेछ है यता फेरि खाल्टो छ यसलाई फाल्ने बल्ल यहाँबाट गयो ल है त अब अर्को पालि अर्को चाहिँ मुनि चाहिँ है बाटो नि कस्तो पानी परेछ नि नत्र भयो त बाटो त कान्दाले बाख्रालाई खुलाउने घाँस यो 3टा ठुल्ठुलो मुढा चाहिँ हामीले त्यहाँ खोल्साबाट झिक्यौँ कान्दाले लाने बाख्रालाई घाँस रे होइन उमेश र मैले मस्त गऱ्यौँ ल अब चाहिँ ट्र्याक्टरको इन्तजारमा छौँ है हामी यतातिर हेर्नु त कस्तो मस्त वाला फाँट छ है जग्गै जग्गा हाम्रो गाइजहरू चाहिँ चट्टै ल आयो फाइनल्ली हाम्रो ट्र्याक्टर आइपुग्यो है दाइ नि आउनुभएको छ मस्त अब हामी यहाँ ट्र्याक्टरमा हालेर खतरा खालको धुनी बाल्ने होला आज पितु दाइ इन ब्याक ल ओके ल गाइजहरु ल पहिला ठुठुलो हाल्के ठुठुलो ल बोके गाइजहरु जिम गर्ने केटाहरूले बोक्नु पर्यो नि अनि ग्यास दादा अब 30-40 किलो त अनि त्यहाँ नि केटाहरू त छन् यहाँ 12-13 जना नै काम पनि त यहाँ 2-3 जना मात्र ल हेर्नुहोस् ल के भएको मोटी भाइ मरे भए त लास्टै हँस पुष्पा हो क्या पुष्पा स्टार्ट गरौँ त दाउरा काण्डमा त झुकेका नै साला स्कोप नि रहेछ ल कमन मजरङ बली बिस्तारै घाइते हुन्छ यहाँ त घाइते हुन्छ
तैँले मिलाइदिने मैले मिलाइदिनु हुन्थ्यो भन्नु त म खाना भर्खर हेर्नु यत्रो मुडा उचालिन्छ है मैले यो त चाहिन्छ भने ल्याएको जाऊ जाऊ तिमी जाऊ 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 तिमी जाऊ हाम्रो बनो तपाईँहरूले यो टोटल गाजर पाइन्छ तपाईँलाई कारवाही गरिन्छ यहाँ खतरमा बिचै जानु यो दाउरा लानु पर्नु न तपाईँहरूको चाबी खोजिन्छ दाउरा लानु पर्नु न ल ल जान जान उता गर भन्दै गर्नु जानु अहिले भर्खर फोन गरेर बोलाइदिनु भने अहिले भर्खर आएर तपाईँहरूलाई अहिले पूजाहरू जम्मै आउँछ ए यो वन हजुरहरूको त्यसो लानु पर्नु न तपाईँहरूले टिबले खोजेर जानुहोस् टिबले रिचाइ सही हो आज शिवरात्रिको दिनमा थोरै ल है गाडी आएर मैले म आएर पनि सुनेको नोटेल किन फोन गरेर ल्याउने हो नि काटी हामीले यही बनाए हामीले एउटा खिच्का काट्यो भने हामीलाई कारवाही हुन्छ हामीलाई पनि कारवाही हुन्छ लानै भन्नु न तपाईँहरूले फोन गरेर कारवाही गर्छ तपाईँहरूलाई हो नि लानै भन्नु न राखेको गरेर जानुहोस् रिचाइ गाडी लिएर जानुहोस् न त फोन गरेर तपाईँहरूलाई कारवाही हुन्छ आउनु न बा ल्याउनु आउनु बसेर बागा त गयो खोजिँदैछ होइन लोड गरेर हिँड्न लाग्यो घैँटेश्वर गएर तु आयो हाम्रो यहाँ यस्तो छ दाउरा पुरा मिले जस्तो खाले खेमलाई देखाउ नेपालमा चल्ने भनेको जे गर्छ पैसा लास्टमा पैसा रमाउँदै गयो पुरै हालेर हाम्रो साथीहरूको ठुलो योगदान छ ऊ एकदम बलियो बलियो गाइजहरू छ अब यहाँबाट जाने ट्र्याक्टरको हर्ने है हाम्रो ल हाम्रो पिते दाइले स्टार्ट गर्न लाउनु भएको छ यो फेरि यस्तो वाला सिस्टम हो ल यहाँ हाम्रो माइजूहरू पनि लग्दिन लाग्यो है दाउरा त्यहाँबाट घर चाहिँ अलिक टाढै थियो त्यही भएर माइजूहरूलाई चाहिँ हाम्रो बाइकमा पठाइदियौँ हाम्रो भाइ र म चाहिँ हिँडेर जाँदैछौँ किन भन्दा ट्र्याक्टरमा नमिल्ने रहेछ पछाडि उभिँदै गाह्रो है त्यसरी कसरी जाने अगाडि चाहिँ ट्याक्कै यहाँनिर नमिल्दो रहेछ क्या त्यो ह्यान्डलले हान्दो रहेछ क्या अब बुझ्नु गाह्रो होइन त्यही भएर अनि भाइ र म त झरेर जाऊँ अहिले भयो भने साथीहरूले पठाउला दुइटा बाइकमा नत्र हिँडेरै जाऊँ शीतल नि भन्छ भनेर हिँड्दैछौँ ल आयो है आयो एकजना राइडर ल गाइजहरूको चाहिँ यहाँ खेलकुद क्यारम बोर्ड अब झारिहाल्नुपर्छ यहाँनिर झार्ने हो झारेर आज धुनी बाल्ने है खत्तम है झारेर खत्तम अब हाम्रो सल्लाह हुँदैछ अब कस्तो बनाउने कस्तो सेपको बनाउने गाइज हामीले आज चाहिँ खत्रै बनायौँ है यो चाहिँ आज चाहिँ हाम्रो नयाँ डिजाइनको छ हाम्रो विकास दाई हाम्रो हिमाल हाम्रो कान दाई साथीहरू मिलेर होइन ह्याक्क बनायौँ ल मस्त धुने नि बलिसक्यो है बलेर नि यत्रो भइसक्यो कालो अङ्गुर हुन्छ स्पेसल कालो अङ्गुर होइन हेल्दी खाइदिने हो नि त नि अङ्गुर हेर्नु त बगरको बगरै कुखुराले मकै टिपेर सक्ने है गाइजहरूले है राम गाया